लाएर दाइ लजाको मिठो लाग्छ कि घरमा बनाएको यहाँ चाहिँ दीपक दाइले जय पार्नु हो बनाएकै दिदी हो यो दिदीको डाइरेक्ट जिन्दगीको गोरेटोमा कोन सेप बनाउने माइजू फेरि मुलाको सेम सुकुटी जस्तो छ नि मैले बुझ्छु अब यो दाइले अघि दाइले जान्नु भएन अब मैले बुझ्छु यस्तै उम्लेछ न वेलकम टु माई ब्लग अनि आज चाहिँ म फेरि आएको छु नयाँ भिडियो लिएर आज चाहिँ मैले दीपक दाइलाई भने समोसा बनाइदिनु थाल्नु हो यहाँ माइजू फेरि मुलाको सेम सुकुटी जस्तो छ नि यहाँ यस्तो सेम अब सुकाउनु के सुकुटी जस्तरी यहाँ हजुर छन्ले यहाँ चाहिँ हुनुहुन्छ मम्मी के गरेको हो आमा दीपक दाइले चाहिँ हो समोसा बनाउन भनेको मैले भनेर यहाँ हेर्नु साथीहरू यहाँ चाहिँ पियाज अनि खुर्सानी अनि यहाँ चाहिँ आलु उसिनेको हो दाइले हो न यहाँ मम्मीले फेरि यहाँ गर्दै छ है कतिवटा खा भन्ने गर्नेको ए कतिवटा खाएर गर्न पर्दैन यहाँ चित्राजीले यति धेरै अदुवा लिएर आउनुभयो यो कोही त रातो है यहाँ चाहिँ आलु खोक्दै हुनुहुन्छ माइजूले आमाले दिदीले अनि यहाँ दीपक दाइ मम्मीले यहाँ कुटे हुनुहुन्छ मसला बनाउन यहाँ चाहिँ यो आलु पनि खोकेर भ्याइएछ निर्मला दिदीले चित्रा दिदीले चाहिँ यहाँ अब समोसाको लागि पिठा मुसेर पनि यहाँ यस्तो जिरा हालेर यस्तो समोसा बनाउन रेडी ज्वानो राखेर यहाँ यस्तो डल्लो बनाउनु भएको छ डल्लो यत्रो 18-19 जम्मा 19वटा हुने रहेछ यसको दुईटा हुन्छ के ए 19 त्यो सानोमा त हुँदैन त्यो पुग्दैन है त्यो जोलाले कति मास छ र त्यसबै 38वटा हुन्छ हैन र यहाँ यो मसला पनि रेडी भइसकेको छ फेरि यहाँ चाहिँ चना नि हालेर मम्मीले चाट मसला हाल्नु हो गोलो बनाएको दिदी एउटा गोलो भइसकेको छ मेकिङ समोसा होममेड यहाँ मम्मीले मुस्दै फेरि यहाँ
अघि खै चाखम त ल्याउनु कस्तो मिठो बास्ना आइरह भाइ यी खै अदुवा लसुन पेस्ट अदुवा लसुन पेस्ट अनि यो कस्तो मिठो बास्ना आयो के चाहम न मिठो धेरै बनाइसक्नु दिदीले 1 2 3 4 5 6 7 8 9 8वटा बनाइसक्नु Please don't capture my face. यहाँ चाहिँ दीपक दाले ज्वाइय पार्नु हो यहाँ चाहिँ टमाटर पो होइन खुर्सानी पियाज छ यहाँ चाहिँ मैले मुसेको यहाँ छ यहाँ मुसेको यो आलु यहाँ दाइले फेरि यो मैले भुट्छु अब यो दाइले अघि भुट्नु थियो दाइले जान्नु भएन अब मैले भुट्छु पियाज खुर्सानी मैले भुट्छु दाइले जान्नु भएन त्यही भएर मैले घुमेको यो धेरै अब चाहिँ हाल्नु भयो यसलाई यो मसला के हो त अदुवा लसुन पेस्ट गरे तेल राख्नुभयो दिदीले समोसाको जस्तो सेप बनाउनुहुन्छ यहाँ मलाई यति मन पर्छ कि समोसा मैले भनेर चाहिँ है यो बनाएको फेरि त्यो त नभन्नु त्यहाँ गोल अघि नै पार्नु भएको थियो नि यो हालेको दाइ यहाँ हाल्नुभएको छ समोसा बनाउनै यस्तो बनाइसक्नु भयो ओके लास्टै गर्नुभयो के किन नदेखाउने हो र देखाउनुहुन्छ हो झट्टै हजुरको त डाइलग जिन्दगीका गोरेटोमा अब यहाँ दीपक दाइले फेरि समोसा भित्र उसाल्ने खस्यो त्यहाँ तलतिर अब चाहिँ यहाँ दाइले यो भित्रको उस राख्नलाई भित्रकोले के भन्छ अरे आलु हो न कोन सेप बनाउने यति हो न अब ढाकिदिनु त्यसलाई
यस्तो गर्न पर्दैन यस्तो गर्नु ए बाहिर काटे त लिन रुपै हुँमा इटा दिखो मेरो त पर्दैन क्या दीपक दाइलाई त आउँछ सबै बने उ त ट्रेले एकछिन यो ट्रेमा हाल्ने गरे भयो है त हजुरको पनि खै देखाउनु न मम्मी झन् त्यस्तो सुन्छ है त राम्रो छै त त्यो नि यस्तो गरेर यस्तो जोड्ने अनि यसरी समात्ने होइन त्यो पनि राम्रो छ दुईटा पनि अहिले त्यसमा थोरै नि हाल्नु भयो कि त्यही भएर होला अनि यस्तो निस्केपछि अनि अलिअलि पाउने यस्तो अनि ट्याक्क यस्तो मुजा पार्ने यस्तो मुजा पारेर त्यही बनाउनुहुन्छ अब यहाँ फेरि गर्दै हुनुहुन्छ अब त बनाएर भ्याइसक्यो रहेछ है बाहिर हेरौँ हेर्छैमा बाहिर आगो बोल्यो ए यहाँ बोलिरहेछ अनि यसमा चाहिँ समोसा बनाउने हो त्यहाँ दिदी बनाउने सामान लिनु गएको के हो त्यो सजिलो बनाउनको लागि ए हजुर चाहिँ हामीहरूले यहाँ पकाउने हो 3टा मात्र हो दिदी अझै एउटा ल्याउनु पर्छ है त होइन क्या यो यसलाई के भन्छ रुङ्गा हो र राख्नुभयो यस्तो सजिलो हुन्छ कि यसमा भित्र सक्यो समस्या फेरि समस्या एउटा चाहिँ मम्मीले बनाएको त मैले देखाइसकेँ अब त बाहिर अटाउँदैन अब त यस्तो बनाइसक्नु रहेछ एउटा भइसकेको गएको बनाएकै दिदी हो त्यो दिदीको डाइरेक्ट जिन्दगीको गोरेटोमा जाऊ रे बाहिर ठुल्ठुलो क्या दिपक दाइ मम्मीले यहाँ त नम्किनै बनाउनु भयो ए आलु भयो कुन छ चाहिँ हेर्न नम्किन भयो रे दिदी समोसा यहाँ कतिवटा भयो दिदी
थाहा छैन धेरै भयो होला गर्छु यति धेरै हो गर्नु न त्यो पनि गर्नु कि खानी हो कस्तो राम्रो छ के समोसा कस्तो हेर्दै खाऊ पाक्दैछ यस्तै उम्रेछ न यहाँ चित्रा दिदीले फेरि यो मोबाइल हेर्दै हो नमकीन कुल खाने मैले खाने नमकीन त आइजूले बारी सक्नु भएछ उता राख्नु न बाडेको त्यो नमकीन त्यो आलु नभएर अघि नै देखाएको थियो हाल्ने मान्छे फेरि वा हो नि अचार पनि हालिसकेको माइजूले म त उता गएर खान्छु उठ्नु के दाइ खाना सुतेको मान्छे मैले खाएँ यो चाहिँ आधी हो कि खस्यो यति मिठो लाग्छ कि घरमा बनाएको जान्दैन हजुर अहिले हाम्रो देखाउँछु आमाले खानुभयो दिदीले खानुभयो यहाँ मम्मीले नि खानुभयो ल अरे दाइ लजाको बाबा खानु बाबा
साथीहरू हामीले समोसा खाएर पनि भ्यायौँ अनि बनाउने मान्छे उहाँ हो पकाउने मान्छे उहाँ हो बनाउने मान्छे चाहिँ उहाँहरू हो यता पनि हुनुहुन्छ बनाउने मान्छेहरू पकाउने फेरि उहाँले हो हाम्रो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला बाई बाई